पत्नी मैले स्वीकार गरे भनेको योलाई दिएको लुगा फेर्नेहरूले दिएकै छ लेनदेन सिन्दुर दिउँ सिन्दुरहरू सबै यहाँ निकाल्नु अब दिने जति सबै सामान निकाल्नु त्यहाँ राख्नु पूजा गर्नु सबै अनि बेहुलीलाई नै दिने होला त त्यो पनि चाहियो हार गर्न सबै पूजा एकैचोटि हुन्छ अब लास्ट के दिल्लरी सुल्लरी के छ मङ्गलसूत्र तपाईँको सबै दिन्छ नि ल फुल देवी देवता पूजा गरौँ न अब त्यो सिन्दुरलाई कपडा गयो नि सिन्दुर चिम्टी रुमाल सबै त्यहाँ राख्नु छोप्नु पर्दैन नि देवतामा नपुगुन्जेल छोप्ने भनेको चाहिँ कसैको नजर नलागोस् सिन्दुरमा भोलि अनि धामी बिहेका दिनको तपाईँको नजर लागो भन्छन् त्यसैको लागि भने ल सिन्दुरको दक्षिणा राख्नु त्यहाँ अब सिन्दुरको हरे ओम अनन्त देव लग्न अब कन्या दान दिएपछि एकछिन बाहिर बस्नु तपाईँले हेर्नु मिल्दैन अब टिका लाउने मात्रै अहिले भरे टिका फुल देवी देवता सबैलाई यो सिन्दुर चढाएर म उहाँको माग गर्दैछु केही दोषहरू नलागोस् त्यो एउटा फुल राख के छ त इष्ट कुल देवता इष्ट देवता कुल देवताहरू भयो भयो त्यो राखिदिनु अब यो सिन्दुर उठाउने तपाईँ कन्याकुमारी पनि छन् कोही बिहे नगरेका साना कन्या ओ छोरी अस्मिता कम सिन्दुर उठाउने सिन्दुर उठेर यसो चढाउनु न किन त्यसलाई डबल पार्दा हुँदैन लामो डबल पट्याउनु टिका हो भाइ उठाउँदा एकछिन तिमी सिन्दुर चाहिँ डिब्बा त छैन नि सिन्दुर एउटा निकाल्नु नि सबै किन त्यो हातैमा डिब्बा गयो सिन्दुर सिन्दुरको डिब्बा भनेर पठाउनु पर्ने बिहे गर्नु उत्कृष्ट भगवान फोन गरेर परेको छु नम्बर दिनु न तपाईँ फोन गर्छु त यसरी अब अरूलाई चाहिँ यसरी माथिबाट मात्रै फर्किदिनु भयो भिडियो हैन दिदी उताबाट जान्छ नि एकदम यो वान आउँछ उताबाट अँधेरो आउँछ क्या
देवताभ्यो नमः कुलदेवताभ्यो बस यता नमले बोलिरहनु न इष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः वास्तुदेव कन्काई माई भगवती आकाशका देवी देवताभ्यो नमः है माथिका सबै देवी देवतालाई आकाशका पातालका कर्म साक्षी जीव पवस गणेशलाई सबैलाई चढाए मैले डाइरेक्ट हो नि तपाईँको त हामीहरूकै जसरी गरिदिँदा पनि त्यतिकै नछोड्नु यहाँ गणेशमा छुने यो कपडालाई त्यसरी नछोडिकन लानु माथि टाउकोमा पुगेपछि चाहिँ यहाँ सर्टिको लाग्यो छुँदै जानु जानु बिस्तारै छुँदै छुँदै जानु देखिहाल्नु सिन्धु नछोड्नु न नछोडिकन कति ल्याउनु माथि ल्याउनु माथि ल्याउनु अब यस्तै बुढी आमालाई उँभो भयो हो नछोडी ल्याउनु हो त्यहाँबाट कपडामा चाहिँ झरोस् मात्रै भनेको रे चलारमा गर्नु रे चलाइरहेको चलाउन हो र अबै केटी पाउनु मङ्गलम भगवान् मिलाएर लानु बुढी आमालाई यसरी मेरो हेरिदिनु गोटातिर भनेको चाहिँ सिन्दुर हाल्ने भन्दा म थिएँ भने फोटो चाहिँ किन खिचेको भन्नु त बिहेमा भाग्यलाले ल सौभाग्यवती बाबा भन्नु सन्तान सुख प्राप्त हो सौभाग्य हुनु माया माला खाने गरिदिनु त आउनु न तपाईँ कागज बेरेर